अब रवि बाहिर निस्क्यो भने त सिद्धियो। अब रविले चाहिने डामाडोल पारिहाल्छ हेर्नुहोस्। अब चाहिँ देश दौरा गरेर 77 जिल्लामा हिँड्यो भने त हाय रवि भएर यिनको त मुटु खल्लिन्छ, यिनको नाम हो निशान समाप्त हुन्छ। चुनाव भइ नै हाल्यो भने यसले जनमतै जफत हुन्छ। हेर्नुहोस्, यो त रविको क्रेज भने त जोक छैन नि। नेसनल इन्टरनेसनलमा आज विश्वकै इतिहासमा 6 महिनामा चाहिँ तपाईँको 21 सिट ल्याउने 11 लाखले जेएनजी नपुग्दा पनि न ऊ 75 जिल्ला घुमेका छन् न 77 जिल्ला घुमेका छन्। 11 लाख जनाले त रविले सिधा कुरा जनतासँग हेर्नुहोस् त। आज यो देशलाई चेतना कसले दियो? यो युवा क्रान्तिको चाहिँ बीजारोपण कसले गर्यो? रविले गरेका हुन्। त्यो त भनौँ यो देशका भ्रष्टाचारी दुराचारी अन्याय अत्याचारीको विरुद्धमा चाहिँ खुलेर चाहिँ भनौँ टेलिभिजन बहसबाट चाहिँ जनतालाई सुसूचित गरायो। आज चाहिँ जेएनजी पुस्तालाई जागरुक र उत्साहित गर्नेमा चाहिँ योगदान त रविको के छैन भन्न मिल्छ? रवि चाहिन्छ यो देशलाई बनाउन। यो 100% छैन। रविले भन्थे यो फाइल खोल्नको निम्ति त ठुलो आँट भएको मुटु भएको मर्द चाहिन्छ भनेर रविले जेल जानुभन्दा अगाडि चाहिँ तपाईँले भन्नुहोस्। आज विभिन्न खालको रविले आरोप लगाइयो। सिआईको एजेन्ट भन्यो अथवा रको एजेन्ट भन्यो अथवा चाहिँ के भन्दा फेडरेसन डेमोक्रेट पार्टीको चाहिँ घन्टी चिन्ह ल्यायो, यो चाहिँ किन विदेशीको एजेन्ट हो भन्यो। यदि अमेरिका होइन भारतको एजेन्ट हुन्थ्यो भने थुनिन्थेन। अब जब अमेरिकाको चाहिँ तथास्तु भारतको तथास्तु भएपछि रवि चाहिँ जेलमा बस्नु पर्दैन त। त्यो हुनाले के भन्दा रवि चाहिँ क्लिन छ। रविले त गर्न चाहेकोलाई राम्रो भन्न सिकाउन। यो देशको अहिलेको आवश्यकता रविको आवश्यकता। गृहमन्त्रीसँग मेरो कुनै कटाक्ष छैन, तर उहाँको चाहिँ के भन्दा अभिव्यक्ति, उहाँको एक्सन, उहाँको प्लानिङ, उहाँको एउटा के वकिलले के भन्दा न्याय निरूपण र चाहिँ कानुन सम्मत कुराहरूमा उहाँ सक्षमता होला, तर गृह प्रशासनमा उहाँको चाहिँ सक्षमता मैले देखिने। अबको विकल्प यो देशलाई ड्यासिङ पुसिङ सहित 24 घण्टामा काया पलट गर्ने क्षमता राख्ने रवि लामी छाने बाहेक त विकल्प अन्य युवाहरू देखिएन। रवि लामी छाने बाहेक अरू छैन। आँट भएको मुटु भएको अरू देखिएन। होइन भने त के त भन्दा 24 घण्टामा वार पार गर्ने क्षमता राख्ने एउटा सामर्थ्यवान आँटिलो दरो नेपाली राजनीतिलाई बुझेको थिचोमिचो पाएको भनौँ त अब 753 चाहिँ के भन्दा निर्वाचन क्षेत्रमा घुमेको देश विदेश चाहिँ चारेको दुई पटक प्रधान गृहमन्त्री भएको 25वटा चाहिँ फाइल खोल्दा फेरि कम्तीमा 60-70% नेताहरू जेलमा जाने अवस्था भएको होइन। भने उसले गल्ती गरेको भए उसले चाहिँ भ्रष्टाचारीको फाइल किन खोल्थ्यो? उसलाई त प्रतिशोधको आधारमा आज धनराज गुरुङ ऋषिकेश पोखरेल होइन जीबी राई जस्तै 17 अरब चाहिँ खाएर भगाएका छन्। यिनलाई चाहिँ भनौँ के भन्दा कारवाही नगरेर आज रविलाई मात्रै किन थुन्यो, रविलाई मात्रै जेल किन हालियो? यो राजनीतिक प्रतिशोध हो भनेर हामीलाई बोल्न बाध्य भएको अवस्था हो। रवि यो देशको चाहिँ के भन्दा गहना पनि हो, यो देशको चाहिँ भविष्य पनि हो। चेयरलाई लगेर चाहिँ थुनिरहेको छौ। भोलि बिहान अलि क्लिन चिट पाएर चाहिने के भन्दा रवि फिल्डमा उत्रु भने यो देश उसकै हातमा छ।